हाम्रो म्याम एकदम बाँदर जस्तो झुन्डिन आयो। हेलो एभ्रिवान, वेलकम ब्याक छ क्लोथिङ इन नेपालको युट्युब च्यानलमा। पहिले चाहिँ आज चाहिँ मैले एकदमै बवाल नयाँ भिडियो चाहिँ हामीले लिएर आइसकेको छु। स्पेसल्ली आज चाहिँ हाम्रो तामाङ दाजुभाइ, बाजे, काका अनि सम्धीहरूको लागि रहेको छ है त। एकदमै दामीमा नयाँ डिजाइनको कोटहरू लिएर आइसकेको छु। हामीसँग साइजको कुरा गर्नुहुन्छ भने चाहिँ 34 देखिबाट 50 साइजसम्म पाउन सक्नुहुनेछ। म तपाईँलाई साइज बाई गरेर कलर अप्सनहरू टन्नै देखाउने छु। नर्मल कोट देखाउँदैछु है त। 34 साइज रहेको छ है, हेर्न सक्नुहुनेछ। यो रहेको छ रेड कलर, एकदमै दामी, हेर्न सक्नुहुनेछ। यो चाहिँ प्रिन्टहरू तपाईँले नयाँमा पाउन सक्नुहुनेछ, डिजाइन पाउन सक्नुहुनेछ। अर्को रहेको छ, यो हेर्न सक्नुहुनेछ, रहेको छ तपाईँको गोल्डन कलर, एकदमै राम्रो कलरमा रहेको छ। यो चाहिँ तपाईँहरूले मिटिङमा जाँदाखेरि अथवा पार्टीमा जाँदाखेरि पनि तपाईँहरूले लगाउन सक्नुहुनेछ। एकदमै राम्रो, हेर्दा पनि आँखालाई आनन्द आउने खालको कलर रहेको छ। यसमा चाहिँ तपाईँले पाउन सक्नुहुनेछ भुटानी बोर्डर एड गरेको यस्तो दामी मिठो गोल्डन कलरमा रहेको छ है, हेर्न सक्नुहुनेछ। यो चाहिँ मरुन कलरमा, हेर्नु न यस्तो दामी छ। यो चाहिँ साइनिङ दिइरहेको छ, हेर्न सक्नुहुनेछ, एकदमै राम्रो छ। यो चाहिँ म तपाईँहरूलाई मेरो साइज अनुसार पनि लगाएर देखाउने नै छु। यो चाहिँ मेरो साइज परेन, सो त्यसको लागि चाहिँ अहिले म तपाईँहरूलाई देखाएर मात्र राख्नेछु है, हेर्न सक्नुहुनेछ। यो चाहिँ पछाडिपट्टि पनि म देखाउने छु, हेर्न सक्नुहुन्छ। यस्तो साइनिङ दिइरहेको छ। यो कोट चाहिँ तपाईँको बेहुलाको लागि रहेको छ। अब बेहुलाले मात्रै लाउनुपर्छ भन्ने छैन, जन्तीले पनि लाउन सक्नुहुनेछ। जन्ती जाँदाखेरि पनि एकदमै राम्रो छ, साइनिङ दिइरहेको छ, हेर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईँले प्लेन बोर्डर पाउन सक्नुहुनेछ कोटकै, एकदमै राम्रो छ। अर्को रहेको छ, यो हेर्न सक्नुहुनेछ। हेर्नु न, साइनिङ पनि यस्तो दामी दिइरहेको छ। यो चाहिँ तपाईँको ग्रे कलर रहेको छ, ग्रे सिल्भर जे भन्दा पनि मिल्यो, एकदम दामी छ। यो चाहिँ युनिक छ। यो चाहिँ तपाईँको कलर कम्बिनेसन पनि एकदम राम्रो छ। यो हेर्न सक्नुहुन्छ, ग्रेमा गोल्डन टिक बुट्टा पाउन सक्नुहुनेछ। पछाडिपट्टि म देखाउने छु। तपाईँले हातमा यो फेन्सी डिजाइनको बटम पाउन सक्नुहुनेछ भने यसमा पनि दुईटा बटम पाउन सक्नुहुनेछ, एकदम दामी छ। त्यस्तै गरी अर्को रहेको छ, यो चाहिँ नयाँ डिजाइनमा पाउन सक्नुहुनेछ, हेर्न सक्नुहुनेछ है। अहिले चलेको लेटेस्ट डिजाइनमा रहेको छ कोट, यस्तो दामी। यो चाहिँ स्पेसली बेहुलाको लागि है त। ल हेर्न सक्नुहुनेछ, यो चाहिँ रेड कलर, रेड भन्दा पनि त्यस्तो रेड होइन कि, ब्लड रेड रहेको छ, एकदमै दामी छ, हेर्न सक्नुहुनेछ। यो चाहिँ रहेको छ तपाईँको एकपट्टि साइडमा चाहिँ यो कुचिन कपडामा पाउन सक्नुहुनेछ भने अर्को चाहिँ रहेको छ साङ्घाई कपडामा। त्यस्तै गरी अर्को रहेको छ यो स्काई कलरमा। हेर्नु न, वाउ, यो कलर त वाउ, हेर्न सक्नुहुनेछ, एकदमै राम्रो छ। स्काई कलरमा रहेको छ है। यो पनि तपाईँले यो नयाँ डिजाइनमै पाउन सक्नुहुनेछ। यो चाहिँ तपाईँको पुरा ज्यानमा स्काई प्लेनमा पाउन सक्नुहुनेछ भने साइडमा चाहिँ तपाईँको कुचिन कपडामा रहेको छ। कलर कम्बिनेसन पनि हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ है। ल यो चाहिँ तपाईँको अगाडिपट्टिको डिजाइन भयो भने पछाडिपट्टिको डिजाइन पनि हेर्न सक्नुहुनेछ, एकदमै राम्रो छ। अनि अर्को रहेको छ यो व्हाइट कलरमा, हेर्न सक्नुहुनेछ। यो पनि वाउ, हेर्नु न, यो चाहिँ तपाईँको लगभग यो चाहिँ तपाईँको 13 वर्षको बेबी बोयहरूको लागि पनि हुन्छ है त, एकदमै राम्रो छ। यो चाहिँ कलर कम्बिनेसन पनि एकदम युनिक डिजाइनमा छ है। पुरा ज्यानमा व्हाइट रहेको छ भने अर्को एक साइडमा चाहिँ तपाईँले पाउन सक्नुहुनेछ यो ड्रागन कुचिनमा, एकदमै दामी छ। यतापट्टि रुमाल हुन्छ है, अनि अर्कोपट्टि रहेको छ प्लेन व्हाइटमा है। अनि त्यस्तै गरी यो रहेको छ, यो पनि मैले अघि देखाएँ, सेम कलर नै रहेको छ, हेर्न सक्नुहुनेछ है। अघि चाहिँ यो साइडमा पिङ्क थियो भने अहिले चाहिँ रेडमा रेडै पाउन सक्नुहुनेछ, एकदमै राम्रो छ। डिजाइनहरू हेर्न सक्नुहुन्छ, यो चाहिँ रेड रहेको छ है त। त्यस्तै गरी अर्को यो त वाउ, झन् भन्नै पर्दैन। क्लोथिङ इन नेपालमा धेरै जस्तो जाने भनेको नै यो ब्लू कलर रहेको छ, धेरै जस्तो बन्ने भनेको नै ब्लू कलर। ज्यानमा ब्लू पाउन सक्नुहुनेछ, ब्लू कुचिनमा भने बोर्डरमा चाहिँ व्हाइट पाउन सक्नुहुनेछ। म अलिक नजिकबाट देखाउँदैछु, हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ है। यो चाहिँ हुनेछ, यसमा चाहिँ तपाईँको पकेट पनि हुन्छ है, बटम हेर्न सक्नुहुन्छ, एकदमै राम्रो छ। अघि चाहिँ ब्लूमा तपाईँको बोर्डर र ज्यानको चाहिँ कम्बिनेसन थियो, मिलाएको डिजाइन थियो भने अहिले चाहिँ नर्मल प्लेनमा पाउन सक्नुहुनेछ, एकदमै राम्रो छ, हेर्न सक्नुहुनेछ है। यो चाहिँ तपाईँको कुचिन कपडामा रहेको छ है। हामीसँग चाहिँ
कोटहरूको चाहिँ दुईटा फेब्रिक हुन्छ, एउटा चाहिँ कुचिनमा रहेको छ भने अर्को चाहिँ साङ्घाईमा पाउन सक्नुहुनेछ। एकदमै राम्रो राम्रो डिजाइन पनि हाम्रोमा रिस्टक भइसकेको छ। यो चाहिँ मैले मेरो साइजको लगाएर हजुरहरूको माझ देखाउने नै छु। ल यो रहेको छ यस्तो दामी रोयल ब्लू कलरमा रहेको छ। बुट्टा पनि हेर्न सक्नुहुन्छ, अलिक नजिकबाट देखाउँदैछु मैले। यो चाहिँ तपाईँको ब्लू कलर रहेको छ। ल है त सन्धिहरू आउनु पर्यो है त क्लोथिङ इन नेपाल भिजिट गरेर हजुरहरूले कोटहरू लान सक्नुहुनेछ है। एकदमै राम्रो छ। यो चाहिँ ब्लू कलरमा रहेको छ है। त्यस्तै गरी मैले लगाइरहेको यो तेतुङ पनि एकदम दामी रहेको छ। यो चाहिँ युनिसेक्स हो, बोय गर्ल दुवैले लाउन मिल्छ। यो चाहिँ हेर्न सक्नुहुनेछ यस्तो दामी रहेको छ। यो चाहिँ रोयल ब्लू रहेको छ। ल म साइडमा पनि देखाउने छु। यो हेर्न सक्नुहुन्छ, यो पनि प्रिन्ट हेर्नु न, वाउ कति राम्रो। अनि कलर रहेको छ रेडमा। तपाईँहरूले आफ्नो बाबाहरूको लागि पनि गिफ्ट गर्न सक्नुहुनेछ। यो चाहिँ रेड कलरमा रहेको छ है। अब बेहुला मात्र चिटिक्क बनेर जान पनि भएन नि त, आफ्नो बाबाहरू पनि यस्तो ह्यान्डसम राम्रो बनेर लान सक्नुहुनेछ हजुरहरूको जन्तीमा बिहेमा। यो रहेको छ ल है, एकदमै राम्रो छ। रेड कलर रहेको छ है, हेर्न सक्नुहुनेछ। यसमा चाहिँ तपाईँले बटम पाउन सक्नुहुनेछ 3वटा। त्यस्तै गरी अर्को रहेको छ, यसमा चाहिँ 2वटा बटम। एकदमै राम्रो छ है, हेर्न सक्नुहुनेछ। यो रहेको छ रेड कलर। अर्को पाउन सक्नुहुनेछ, हेर्नु न वाउ कति राम्रो कलर रहेको छ। यो चाहिँ तपाईँको ब्राउन ग्रे टाइपको कलर रहेको छ, हेर्न सक्नुहुनेछ। यो पनि म तपाईँलाई लगाएर देखाउने नै छु है। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला है। एकदमै राम्रो छ, हेर्नु न कलर कस्तो साइनी दिएको के। यो कलर एकदमै राम्रो छ है, हेर्न सक्नुहुनेछ। यो चाहिँ साइडमा यस्तो देखिन्छ है, एकदमै राम्रो छ। यसमा पनि तपाईँले बटम पाउन सक्नुहुनेछ। एकदमै राम्रो र युनिक डिजाइनमा कोटहरू आवश्यक परेको छ भने चाहिँ पक्कै नै क्लोथिङ इन नेपाललाई सम्झिनु होला। अनि त्यस्तै गरी अर्को रहेको छ, यो ग्रे कलरमै रहेको छ, हेर्न सक्नुहुन्छ। यो पनि एकदमै राम्रो। यो चाहिँ नर्मल डिजाइन रहेको छ है त। यो तपाईँले बटम 3वटा पाउन सक्नुहुन्छ, फेन्सी डिजाइनमा रहेको छ बटम। त्यस्तै गरी अर्को हातमा पनि पाउन सक्नुहुनेछ भन्दै अगाडि चाहिँ तपाईँको 3टा बटम रहेको छ। 3टा होइन सरी 2टा है, 2टा रहेको छ। एकदमै राम्रो छ। यो पनि मेरो साइज होइन रहेछ, सानो नै भयो अलिकति मलाई, तर एकदमै राम्रो छ। हाम्रो सम्धीहरूको लागि चाहिँ यस्तो दामी दामी डिजाइनमा हामीले कोटहरू रिस्टक गरिसकेको छु। हाम्रो म्याम अलि उताबाट हाँसिरहनु भएको छ, तर केही छैन। अनि त्यस्तै गरी यो रहेको छ, यो पनि हेर्नु न वाउ कति राम्रो। ओ यो पनि कति राम्रो छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ स्पेसल्ली मेमेहरूको लागि यस्तो दामी देखिन्छ, मेमे बाजेहरूको लागि है। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ गोल्डन कलर रहेको छ। यसमा चाहिँ तपाईँको साङ्घाई फेब्रिकमा रहेको छ। बाँदर जस्तो झुन्डिन आयो हाम्रो म्याम एकदम बाँदर जस्तो। तर यता चाहिँ हाम्रो म्याम हुनुहुन्छ, उहाँलाई अलिकति इग्नोर गरौँ है, आफ्नो काममा बिजी हुनुहुन्छ उहाँ चाहिँ। म जस्तै कि अब म यता आफ्नै काममा बिजी छु, उहाँहरू सबैजना आफ्नो काममा बिजी हुनुहुन्छ। हाम्रो चाहिँ हेर्न सक्नुहुन्छ अनलाइन टोलिरहेको छ 2जना। त्यस्तै गरी यता टन्नै हुनुहुन्छ है। ल हाम्रो म्याम पनि हुनुहुन्छ। अर्को कलर रहेको छ, यो अर्कियो। ल यो रहेको छ डार्क मरुनमा रहेको छ। वाइन कलर भन्दा पनि खासै फरक त पर्दैन है, यस्तो दामी छ। यो चाहिँ साङ्घाई कपडामा तपाईँको कुचिन कपडामा एड भएको पाउन सक्नुहुन्छ। यो चाहिँ एकदम लेटेस्ट क्लोथिङ इन नेपालमा लेटेस्ट डिजाइन अहिले रिस्टक भइसकेको कोट देखाउँदैछु है मैले चाहिँ। ल हेर्न सक्नुहुनेछ, यो रहेको छ यस्तो दामी डिजाइन रहेको छ। अहिले धेरै यस्तो चलिरहेको डिजाइन रहेको छ है त, एकदमै दामी, हेर्न सक्नुहुनेछ। यो चाहिँ रहेको छ तपाईँको साङ्घाई कपडाको, यो बौलामा पाउन सक्नुहुनेछ, एक साइडमा पाउन सक्नुहुनेछ। अर्को रहेको छ कुचिन बोर्डरमा। अनि अर्को रहेको छ हेर्नु न, यो ब्ल्याक ब्राउनमा रहेको छ। बुट्टा पनि कति राम्रो, मेमे बाजेहरूलाई लगाउँदा यस्तो दामी देखिन्छ। ल यो पनि म लगाएर देखाउने नै छु। पहिला यो खोल्छु म। हाम्रो सम्धीहरूको लागि यस्तो दामी दामी डिजाइनमा कोट रहेको छ, हेर्न सक्नुहुन्छ है त। त्यस्तै गरी वाउ कस्तो दामी के, यो मलाई चाहिँ एकदम मन पर्यो। काश मेरो बोयफ्रेन्ड तामाङ बोयफ्रेन्ड भएको भए चाहिँ मैले
गिफ्ट गर्ने नै थिएँ, तर आई एम परे सिङ्गल है। एकदमै दामी छ, हेर्न सक्नुहुन्छ। यो रहेको छ, यो चाहिँ भुटानी बोर्डर रहेको छ, तर कपडा चाहिँ कुचिनमा रहेको छ है। यो हेर्न सक्नुहुन्छ, यस्तो दामी छ। यो चाहिँ साइडमा यस्तो देखिन्छ, पछाडिपट्टि हेर्न सक्नुहुन्छ। अवश्य भने त्यस्तै गरी हामीसँग टन्ने कलर अप्सन रहेको छ। मैले कलर अप्सनहरू टन्ने देखाइसकेको छु। साइज भनेको तपाईँको 34 देखि 50 साइजसम्म रहेको छ। अनि हजुरहरूलाई चाहिँ होलसेल रिटेल आवश्यक परेमा चाहिँ पक्कै नि क्लोथिङ इन नेपाललाई सम्झिनु होला। अहिलेसम्म साथ सपोर्ट माया दिनुभएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। बाई बाई।